Welcome to Trading with Sandeep K. आज मन्डे विकको फर्स्ट ट्रेडिङ डे नेप्सीले कस्तो गर्यो र यो हप्ता अब के गर्ला त त्यो सबै इन्फर्मेसनहरू तपाईँलाई दिनलाई मैले एउटा सानो भिडियो बनाउँदैछु। स्याटरडे मैले भनेको अनुसार एउटा बुल स्ट्र्याप जस्तो बनाएर चाहिँ मार्केट अझै तल डिमान्ड जोनतिर आउन खोजेको जस्तो छ है। यो हाम्रो लिक्विडिटी जोन भयो, यो हाम्रो इमिडिएट रेजिस्टेन्स भयो, यो हाम्रो सपोर्ट थियो। सपोर्टलाई आज तेस्रो डेली क्यान्डलले पनि जुन सपोर्ट थियो त्योभन्दा तल नै क्लोज गरेको छ। भोल्युम हेर्नुहुन्छ भने बिस्तारै बिस्तारै बढिरहेको छ, तर इट लुक्स एज इफ द स्टक्स आर बिङ डिस्ट्रिब्युटेड। माथिको प्राइससम्म पुऱ्यायो र त्यहाँबाट सेलिङ आयो, सबैजनाले अब मार्केट फर्क्यो भनेर जस्तो लाग्यो। त्यस पछाडि तलै ल्याएर सपोर्टभन्दा तल नै क्लोज गर्यो। इन्ट्राडेले के भन्छ त? इन्ट्राडेले चाहिँ आज एकदमै तल ओपन गरेको थियो, अराउन्ड 2658मा ओपन गरेको रहेछ। त्यस पछाडि फर्स्ट 15 मिनटमा नै डिमान्ड आयो र माथि नै बस्यो। दिउँसोभरि साइडवेज बस्यो, त्यसपछि अन्त्यमा चाहिँ ठेक्न नसकेर ब्रेकडाउन गरेर तल चढ्यो र अन्तिममा केही पोइन्ट सुधार भएर माथि एउटा ड्रागन फ्लाई डोजी जस्तो क्यान्डल बनाएर मार्केट क्लोज भयो। लास्ट क्यान्डल बुलिस देखे तापनि ओभरअल नेचर चाहिँ डेली क्यान्डललाई हेर्दाखेरि बेरिस नै छ र यहाँबाट 2700को रेन्जबाट चाहिँ एउटा सप्लाई आएकै हामीले मान्नुपर्छ। सो मार्केटलाई अझै पनि हामीले एकदम केयरफुली वाच गरिराख्ने हो। अझै साइडवेज अथवा ब्रेकडाउन तलको डिमान्ड जोनमा आइसके पछाडि बल्ल केही पोजिसनहरूको लागि हामी तयार हुन सक्छौँ। यो हप्ता हामीले एज अ सर्ट टर्म ट्रेडर ट्रेड लिनको लागि चाहिँ यो हप्ताको पिभट पोइन्ट 2694 भन्दा माथि माथि जब डेली क्यान्डल क्लोज गर्न थाल्छ तब बल्ल हामीले एन्ट्रीका अपर्च्युनिटिजहरू सिक गर्न सक्छौँ। ह्याभिङ सेड द्याट 4-5वटा स्टकहरू चाहिँ छन् जसमा चाहिँ सेटअपहरू बनिरहेका छन् र मुभमेन्ट पनि देख्छौँ। यदि तपाईँलाई पनि यो स्टकहरूको बारेमा जानकारी चाहिन्छ भने मेरो वाट्सएप ग्रुप जोइन गर्न सक्नुहुनेछ। मेरो फ्री वाट्सएप ग्रुपको लिङ्क डिस्क्रिप्सनमा राखिदिएको छु। सी यु अन द नेक्स्ट भिडियो।